आजको भिडियोमा तपाईं सम्पूर्णलाई स्वागत छ। तपाईं सम्पूर्णलाई थाहा नै छ कि मेडिकल एजुकेसन कमिसनले जुन अनलाइन प्रायोरिटी सेटिङको लागि डेडलाइन लिएर आएको थियो 18 गतेदेखि लिएर 24 गतेसम्म थियो। तर 18 गतेको देखि सुरु भएको अनि 24 गतेको 4 बजेसम्म थियो अनि 24 गतेको तपाईको 12 बजेपछि नै सर्भरमा समस्या आएको। दिस सर्भिस इज अनअभाइलेबल भनेर हेराइरहेको थियो अनि धेरै भाइ बहिनीहरूले त्यो आफ्नो प्रायोरिटी लिस्ट सेभ गर्न सक्नु भएन या अपडेट गर्न सक्नु भएन अनि त्यसको कारण सर्भरमा ओभरलोड भएको आज मेडिकल एजुकेसन कमिसनले पनि नोटिस निकाल्दै मानेको छ कि सर्भरमा ओभरलोड भएको हुनाले डिफ्रेन्ट स्टुडेन्टहरूले धेरैजना भाइ बहिनीहरूले मेडिकल एजुकेसन कमिसनमा गएर कि यसो समस्या भयो जसको कारण हामीले आफ्नो प्रायोरिटी लिस्ट अपडेट गर्न सकेन अनि फाइनली सेभ गर्न सकेन भनेर एउटा निवेदन दिनुभएको रहेछ। त्यो निवेदनको बेसिसमा मेडिकल एजुकेसन कमिसनले थप 2 दिनको लागि 26 भनौँ न 24 गतेसम्म थियो भने अब 25 र 26 गतेको 12 बजे रातिसम्मको लागि तपाईले अब छुटेको छ भने त्यो फेरि प्रायोरिटी लिस्ट सेभ गरेर अनि तपाईले अपडेट गरेर सेभ गर्ने अपडेट गर्नुपर्ने छ भने यदि छैन भने एकचोटि पुनः हेर्ने कि मेरो प्रायोरिटी लिस्ट सेभ भएको छ कि छैन, मैले चाहेको कुराहरू सेभ भएको छ कि छैन, जसरी प्रायोरिटी लिस्ट राखेको त्यो सेभ भएको छ कि छैन अनि सेभ गरेर अनि छोड्ने। अनि त्यसपछि तपाईले डेडलाइन सकेपछि 26 गतेको 12 बजेपछि डेडलाइन सकेपछि तपाईले आफ्नो कन्फर्मेसन पेज मजाले डाउनलोड गर्न सकिन्छ। ओके, सी यू सून इन नेक्स्ट भिडियो। टेक केयर, हैव अ गुड डे।